वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मलाई यस्तो एकासीका तिहारको भ्लग बनाउन मन पर्यो। त्यसपछि यहाँनिर ठिक्क मामा घरमा आएको बेलामा हामीले चाहिँ हिजोदेखि देउसी खेलेको दिदीको बहिनी, तर मलाई इन्भाइट छैन। त्यस्तो होइन, आफ्नो बहिनी इन्भाइट गर्नुपर्छ, आफ्नो बहिनी जतिखेर आफैसँग हुन्छ त्यस्तो हुन्छ थोरै होइन र। अनि के भयो भनेदेखि हिजो खेल्यौँ। हिजो चाहिँ हामीसँग दिदी हुनुहुन्थ्यो, हाम्रो बाबा दिदी हुनुहुन्थ्यो। उहाँले चाहिँ एकदमै राम्रो भट्याउनु भएको थियो होइन। त्यो दिदीले भट्याएको छ भने त्यो पनि राख्छु म। अनि आज चाहिँ हामी आज पनि खेल्ने भनेर प्लान गरिरहेको थियौँ। अनि खेल्ने हुँदाखेरि चाहिँ अनि यहाँनिर चाहिँ अर्कोजना एकदमै राम्रो होइन, एकदम अर्ग्यानिक भट्याउने दाइ पायौँ। अनि उहाँलाई चाहिँ लिएर हाम्रो यहाँ मामा घर माइलामा घरमा आएको छ। त्यहाँ चाहिँ प्रकाश भाइले हेर्दैछ साइबाट। अनि त्यसपछि मलाई चाहिँ यस्तो भ्लग बनाउनु मन पऱ्यो। अनि अर्को कुरा के पनि भन्नु मन पऱ्यो भनेदेखि योपालिको तिहारमा फुल कस्तो महँगो भएको है। अब तिहारको अघिल्लो दिनसम्म त अलिकति सस्तो होला भनेको, भरे त अहिले पनि अनि हामीले भानुचोकमा गयो त्यस्तै भिड थियो। त्यसपछि अनि माथि कृषि बजारमा गएको। कृषि बजारमा पनि त्यो अब बिग्रिन लागेको फुललाई पनि 20 रुपियाँ मुठा भन्नुभयो। अनि त्यो पनि घटाएर गर्न खोज्दाखेरि 150 रुपियाँ मुठा। त्यो पनि अब हुन्छ नि खान नपाइने त्यस्तो रहेछ। अनि मखमलीको फुलको माला पनि लिएर आयौँ। त्यस्तै भयो योपालिको तिहारमा। अनि सानो सानो मालाहरू बनिरहेको थियो सुन्बाको लागि होला पक्कै पनि, बिहानसा आदिहरू लगाइदिने। अनि त्यही छ। अब चाहिँ म ढिला नगरिकन धेरै नबोलिकन बाहिर जान्छु। सबैजना बसिराख्नु भएको, सबैजना देउसी खेल्दै हुनुहुन्छ। एकजना भाइको हुनुहुन्छ, उहाँले चाहिँ भट्याउँदै हुनुहुन्छ होइन। हजुर पानी भाइलाई पानी पो दिने भाउजू एक गिलास पानी ठीक। अब 2 साल घर नाच्ने होइन, पहिलो एकै देउसी खेल्ने मनोरञ्जन आउने हो। यस्तो मनोरञ्जन गर्नु के दिनै भयो, जहिले खाएर मात्रै हिँड्ने होइन नि त। गरम त म त बाजी मैं रहूं मेरा दोस्त देवसे रे भाई हो ऐसी कई देखो आगे मैं रहूं सुभाष दाजु आज छोड करे बाहिर आउनु। सुभाष दाजु बाहिर आउनु। कुना कसेर भएन। बाहिर निस्किनु। सुभाष दाजु बाहिर आउनु। मेरा दाजु पाहाडबाट आउनु भएको छ।
सुखी रहौँ सबै भन्सा उज्यालो हुन्छ देउसुरे हे तोला नैमा देउसुरे के बहाल्यो देउसुरे हे आइमा पुग्यो देउसुरे यसै गरी देउसुरे सधैँ गरे देउसुरे माग्ने होइनौँ देउसुरे माग्ने होइनौँ देउसुरे वर्षौँदेखि देउसुरे रही मरदा देउसुरे रही मरदा देउसुरे वर्षैदेखिको बिहारै मनमा देउसुरे देउसुरे अँध्यारो बाटो देउसुरे लड्दामा खेरी देउसुरे हामी भाइ देउसुरे साथी भाइ देउसुरे सधैँ सधैँ देउसुरे यसै गरी देउसुरे हे मेरा देउसे देउसुरे हे मेरा देउसे देउसुरे यसै गरी देउसुरे सधैँ सधैँ देउसुरे सधैँ गरी देउसुरे तिहारे मान्न देउसुरे देउसे भाइ हो देउसुरे आइमा हर्यो देउसुरे आइमा पुग्यो देउसुरे हे मेरा देउसे देउसुरे यसै घरका देउसुरे मेरा देउसे देउसुरे आशिकै दुखी देउसुरे आशिकै दुखी देउसुरे अछेतै मन्दा देउसुरे अछेतै दियो देउसुरे दियो दियो देउसुरे मन्दामा खेरी देउसुरे अछेतै दियो देउसुरे फुलै मन्दा देउसुरे फुलै दियो देउसुरे कलेसै मन्दा देउसुरे कलेसै दियो देउसुरे यसै घरका देउसुरे बुढा बाबा देउसुरे बुढी आमै देउसुरे सधैँ सधैँ देउसुरे बर पिपल जस्तो देउसुरे बाँचीमा जाउँ देउसुरे यसै घरका देउसुरे लाला बाला देउसुरे दुबै जस्तो देउसुरे रहीमा जाउँ देउसुरे रहीमा रहूँ देउसुरे हे मेरा दोषी लेकै नजाने देउसुरे यत्तिकै जाने देउसुरे ल ल ल ल ल उठा 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 ओसा दक्ष कसको ससुराली जाने फेरि भन् त चोइ रोटी खाने नखाने विकासको ससुराली जाने ए चोइ रोटी खाने उही बाच्यो गोली सोली केही छैन बहिनी खाउ छैन मुखमा गोली राउत सरकार भिडियो गरेर भन्दा बोल्दैन न मेरो बहिनी नि मैले के बारमा कति हाल्ने मैले त्यसो है मैले कति मेरो भातै फेरि दालिन्छ नि फेरि मेरो बुढा त जुवा खेलेर बसिरहनु भएको भन्दै हुन्छ अब हामी चाहिँ देउसी खेल्दै खेल्दै यहाँ बुहारीको घर आइपुग्छौँ। हामी यसरी देउरानीको घरमा ठुलो परिवार भयो भने यस्तो हुँदो रहेछ।
यसरी भन्दै भन्दै भाइको यहाँ ससुरालीमा आइपुगेका छौँ। सुन्तला लिन बिहेको बेलामा जन्ती आएको थियौँ, त्यसपछि अहिले यहाँ छौँ। भट्याउने दाइ चाहिँ एकदम गजबको हुँदो रहेछ। यहाँ आगाहरू सँगसँगै लिएर छ। हामीले उहाँलाई चिनेको पनि थिएनौँ, तर अब हामी एक्कासी भेटेर हामी चाहिँ सँगसँगै यस्तो घरै पछि मान्छेको आफ्नो मान्छेहरू जम्मा गरेर जाँदाखेरि चाहिँ यति धेरै जानुभएको छौँ, रमाइलो भइरहेछ। हजुरको दलनैमा आइमा हाल्यो सधैँ सधैँ सधैँभरि माग्ने होइन वर्षमै दिनको वर्षमै दिनको चाँडै मल्ला चाँडै मल्ला पुग्यो हजुरको आँगनमा यो गाउँदेखि रही मर्दा मेरा दौसे परम्परा परमदेखि रही मर्दा बाँचीमै जाँदा देउसिरे भन्दै अल्लो घर गर्दै पल्लो घर गर्दै रमाउँदै हामी रमाउँदै हामी घुमेको छौँ र घुमेको छौँ र बाँचेकै छौँ र सधैँ सधैँ सधैँभरि सधैँभरि देउसिरे भन्दै अल्लो घर गर्दै पल्लो घर गर्दै देउसिरे भन्दै देउसिरे भन्दै पुगौला हामी राम्रो से गर्दै राम्रो से गरौँ रमाउलै गरी रमाउँदै हामी पूर्वैदेखि पूर्वैदेखि पश्चिमैसम्म पश्चिमैसम्म देउसिरे भन्दै खेल्दै खेल्दै खेलौला हामी उत्तरैदेखि उत्तरैदेखि दक्षिणैसम्म दक्षिणैसम्म खेल्दै हामी खेलौला हामी हे मेरा दौसे शर्मिलै भन्दै खेल्दै हामी पुगौला हामी दौसे भन्दै बेसीसम्म खेल्दै हामी खेल्दामा हामी हजुरैको आगनीमा दलनैमा घुम्दै फिर्दै खेल्दै हामी आइमा पुग्यौँ देउसे भन्दै देउसे भाइ हो देउसिरे खेल्दै यसै घडी सधैँभरि देउसिरे भन्न देउसुरे देउसिरे भन्न देउसुरे देउसिरे भन्दै देउसुरे देउसुरे सधैँभरि देउसुरे माग्ने होइन देउसुरे माग्ने होइन देउसुरे हे मेरा दौसे देउसुरे
विश्राम विश्राम ल कति राम्रो भट्याउनु हुँदो हजुरको नाम के हो हजुर लक्ष्मण कहाँ बस्नुहुन्छ नि ए हजुर राम्रो भट्याउनु हुँदो रहेछ हामी भट्याउँदै हामी त्यहाँनिर खेल्दै गर्दाखेरि आउनुभयो हामीलाई त्यहाँ पसेको देख्नु भएको थियो ए ल धन्यवाद धेरै धेरै धन्यवाद दाइ हजुरलाई यहाँ हाम्रो दाइसँग चिन्जानै नभइकन हामी चाहिँ यहाँ भर्खर चिन्जान हुँदैछ यस्तो है दिपावली त चिन्नुहुन्छ नि हजुर दिपावली हजुर चिन्छु देउसुरे ए हजुरको देउसुरे ए दलरेमा देउसुरे ए मेरा दौसे देउसुरे देउसुरे भन्दै देउसुरे ए हे मेरा दौसे देउसुरे ए यसै गरी देउसुरे ए सबैजना ए मिलिकन देउसुरे ए आशिकै दिउकी ए आशिकै दिउकी ए हे मेरा दौसे देउसुरे ए हे मेरा दौसे देउसुरे ए बसमै दिनको देउसुरे ए वर्षौँदेखि देउसुरे ए रहीमा रहँदा देउसुरे ए देउसिरे भन्दै देउसुरे हे हे मेरा दौसे देउसुरे ए आशिकै दिउकी देउसुरे ए आशिकै दिउकी देउसुरे ए ठुलै मन्दा देउसुरे देउसुरे ए ठुलै दियो देउसुरे ए दियो मन्दा देउसुरे ए दियो देउसुरे ए अछेतै मन्दा देउसुरे ए अछेतै दियो देउसुरे प्रकाशको जानुपर्छ देउसुरे अछेतै मन्दा ए दक्षिणै दियो देउसुरे ए हजुरको देउसुरे ए घर आँगन देउसुरे ए सधैँ सधैँ देउसुरे ए लक्ष्मीले देउसुरे ए बासै गरौँ देउसुरे ए यसै घरका देउसुरे ए बुढा बाबा देउसुरे ए बुढी आमै देउसुरे देउसुरे ए भर्तीको जस्तो देउसुरे ए बाँचीमै जाउँ देउसुरे ए यसै घरका देउसुरे ए लाला बाला देउसुरे ए लाला बाला देउसुरे ए दुबै जस्तो देउसुरे ए टाढा टाढा देउसुरे ए छोरीमै जाउँ देउसुरे ए रहीमा रहौँ देउसुरे ए हे मेरा दौसे देउसुरे ए हे मेरा दौसे देउसुरे ए आशिकै दिएको देउसुरे ए लागिमा जाउँ देउसुरे ए लागिमा रहौँ ए लेकाइको खाने देउसुरे ए यत्तिकै खाने लीला कोषाध्यक्ष के राख्यो न खाली भनिसकेपछि क्या अहिले फेरि हुँदै भट्याउनेलाई राम्रो लागेर टिप्स पाउनु भयो फेरि मान्छे पो छैन त कोही पनि अनि तपाईँ हुन्छ त भइहाल्छ किन चाहियो
फेरि बेहुली लिएर निस्कि जस्तै खै बेहुली चाहिँ ए बेहुली चाहिँ यहाँ हुनुहुन्छ बेहुला कहाँ हुनुहुन्छ ल बाई बाई देउसी टोली 2082 सालको आज हामी रमाइलो गर्दै विकासको ससुरालीबाट फर्किँदैछौँ हामी होइन। यो रमाइलो एकदम पललाई हामीलाई क्याप्चर गर्नमा रेणुका दिदीले सहयोग गरिरहनु भएको छ। जस खुसी मजा लागिरहेको छ सबैजना हामी आफन्त मिलेर खेलिरहेको छ। को छ यहाँ देउसी टोली को रहेछ भट्याउने खै तिमीहरूको पेपर खै तिमीहरूको पेपर खै पेपर यता हाम्रो ग्रुप त्यसपछि उता पुगिसक्यो अलिकति चाहिँ भर्खरै मात्र ओम शान्ति मार्गबाट देउसे खेलेर यहाँ अब कुन जाँदैछौँ भने एनसेल मार्गतिर जाँदैछौँ। एनसेल मार्ग चाहिँ हाम्रो भाइ प्रकाश राउत जो चाहिँ एकदम सामाजिक अभियन्ता जस्तै हुनुहुन्छ सोसल वर्कर हार्ड वर्किङ म्यान भविष्यको सांसद है प्रत्यक्ष निर्वाचित सुन त्यसो प्रत्यक्ष निर्वाचित जननेता अनि आशीर्वाद लागोस् मलाई उहाँ पनि कम सेक्रेटरी हो सो यहाँ हेर्नु टोली कति रमाइलो छ होइन। देउसुरे यहाँ बिचमा राख्नु सुन्दैन नि त पछाडि साह्रै राम्रो भट्टाएर हामी यहाँसम्म आइपुग्यौँ प्रकाश भाइको घरसम्म। ओम शान्ति मार्ग हुँदै हुँदै एनसेल मार्ग हुँदै हुँदै यहाँ हाम्रो चाहिँ अब मान्छे जम्मा हुँदै हुँदै यति भएर अब हामी चाहिँ अलिकति नृत्य यहाँ लुकेको खालि अनुहार लुकाउने मान्छे चाहिँ को भन्दाखेरि हाम्रो आन्टी हुनुहुन्छ मुनिबाट खिचेर सानो निकाल्दिनु भयो अलिक यस्तो गरेर खिच्न दाजु घर तिमीहरुको मुनि साल बनाएको पैसा निकाल्दिनु भयो हाम्रो दाजु घर 3 तला घर छ झन्डेर 3 तला हुने आएको घर छ दाजु घर यस्तो पनि आउनु पर्छ ब्लगमा उहाँलाई चाहिँ जालपा पेट्रोल पम्पमा देख्न सक्नुहुन्छ। उहाँ त्यहाँको चाहिँ अनर वान अफ द अनर होइन त विथ फुल डिस्काउन्ट चाहिँ उहाँ जानुभयो भने त्यहाँ जालपा पेट्रोल पम्पमा पेट्रोल हाल्नु जानु विथ फुल डिस्काउन्ट। यो चाहिँ हाम्रो देवीथान टोल रहेको छ। हामी चाहिँ सानोमा भैलो खेल्दै हिँड्थ्यौँ अनि फेरि यसरी सबैजना परिवारसँग हिँड्न पाउँदाखेरि बेग्लै खुसी लागिरहेको छ। सबजनाले एकदम खुसी हुनुहुन्छ सबजना हुन्छ। कोपिराजीलाई चाहिँ तिहार होइन बिहेवाला भाइ आएर छ त्यही भएर यहाँ टोलाएर बसिराख्नु भएको छ। आफ्नो बिहेको याद आयो क्या हो अब भेनासँगै फेरि गर्ने कि अर्को भेना चाहिँ ल
राम्रै आएछ त कति भएछ कोषाध्यक्ष नेक्स्ट टाइम पनि यस्तै गर्नुपर्छ हैन देउसी तर हल्का नफा फेरि भन्दा कैमरामैन जल्दी फोकस करो म बत्ती में हेरे हमारा भैया है ये तो वीडियो बनाएर आयो हाम्रो दिदी हमारा भैया गम्सा ल आजको देउसी भैलो अनएक्सपेक्टेड तरिकाले हामीले चाहिँ हिँडेका थियौँ कस्तो लाग्यो त हामीले चाहिँ 2082 सालको 7 महिना 5 गते देउसी खेलेर 2082 सालको 7 महिना 6 गते चाहिँ अब यो देउसीलाई ऱ्याप अप गर्दैछौँ। आज 5 गते हो दिदी 5 गतेबाट 6 गते भयो नि त 12 बजिसक्यो। ल पोजमा है सबैजना राम कति बोलेको फोटो खिच्दैछु है म। कस्तो रे कस्तो कस्तो उसोमा
अनुहारै बिग्रिसक्यो राम्रो हुने मान्छे राम्रो हुने मान्छे त्यस्तो बिग्रिन्छ अनि तिम्रो आएन अलिकति आउन विकासको छेउमा तिमी आइरहेको छु अरे वार देखिरहनु भएको छ होला नि ल आन्टी तपाईँ जाँदैन विकास आइज नि त सबै क्लिप्स जोडेर ट्याक्टिक आउनु पर्यो क्या रमाइलो हुन्छ यसरी हामीले खेलेको छौँ आधा घन्टा 10 वर्ष अगाडि हेर्न पनि राम्रो छ भिडियो हामीलाई मजा Thank you so much. Thank you for watching. Happy Tiar. Happy Tiar. ह्यापी बर्थडे हाय विकास आएन ओइ उ पछाडी न आज तिहारको ह्यापी बर्थडे अनि हामी चाहिँ तिहारको ह्यापी बर्थडे एकदम ग्रान्ड सेलिब्रेसन भयो हैन यतिका वर्षमा चाहिँ कहाँबाट एकदम धेरै स्नो आइरहेछ पुरै साइडबाट देवीथानको बाटोमा चाहिँ हामी पहिला पर्छ फेरि यसरी सानो बेलामा चाहिँ हामीले देउसी भैलो खेल्ने गर्थ्यौँ उताबाट पनि आयो देवीथानको बाटोमा चाहिँ ल बाई बाई A few moments later. ल अब चाहिँ हामीले ऱ्याप अप गर्न गइरहेको छौँ 12 बजेर 5 मिनट कति गइसक्यो अब चाहिँ यहाँनिर हजुरबाको घरमा यसरी हामीले आज रमाइलो गरेर हाम्रो देउसी भैलो कार्यक्रमको अन्त्य गर्यौं ल बाई बाई